आदरणीय सम्पूर्ण दर्शकहरू, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। क्यामेराबाट रञ्जना देवकोटाको साथमा म हुँ ज्योतिषी ठाकुर देवकोटा। आज हामी तपाईँको माझमा विक्रम सम्वत 2082 साल कर्कट राशिको वार्षिक राशिफल लिएर उपस्थित भएका छौँ। उसो त जति पनि कर्कट राशि हुनुहुन्छ तपाईँहरूको लागि विक्रम सम्वत 2082 साल कस्तो रहेको छ, 12वटा महिना 1 वर्षसम्म नवग्रहहरूले तपाईँलाई शुभ या अशुभ के कस्तो खालको फलहरू दिइरहेको छ, यो विषय वस्तुमा आज हामी चर्चा र परिचर्चा गर्छौँ। तपाईँको माझमा हामी आधिकारिक राशिफल लिएर उपस्थित भएका हुन्छौँ। हामी विशेष गरेर नेपालमा ख्याति प्राप्त पञ्चाङ्ग जो लामो समयदेखि यो ज्योतिषी क्षेत्रमा पञ्चाङ्गहरू प्रकाशित भइरहेका छन्, विक्रम सम्वत 2082 सालमा आधिकारिक राशिफल भनिन्छ। यद्यपि हाम्रो यो भिडियो तपाईँले अन्तिमसम्म हेर्नुभयो भने अन्य युट्युब च्यानलको भिडियो सर्च गरिरहनु पर्दैन, किनभने यस राशिफलबाट सम्पूर्ण तपाईँको तथ्यपरक प्रमाणित कुराहरू वार्षिक राशिफल तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तोयानाथ पञ्चाङ्गले विक्रम सम्वत 2082 सालमा प्रस्तुत गरेको वार्षिक राशिफल तपाईँको माझमा राख्छौँ। त्यसै गरी हामीसँग रहेको छ यो सूर्य पञ्चाङ्ग। सूर्य पञ्चाङ्गले विक्रम सम्वत 2082 सालमा प्रस्तुत गरेको वार्षिक राशिफल तपाईँको माझमा राख्छौँ। त्यसै गरी हामीसँग रहेको छ हिमाल पञ्चाङ्ग। यो हिमाल पञ्चाङ्गले विक्रम सम्वत 2082 सालमा प्रस्तुत गरेको कर्कट राशिको वार्षिक राशिफल हामी राख्छौँ। यानि कि तपाईँको माझमा विक्रम सम्वत 2082 सालको अवस्था कस्तो रहेको छ, यी पञ्चाङ्गहरूले लेखेको वार्षिक राशिफलको साथमा र हामीले तपाईँको 2082 सालको कुण्डली विश्लेषण गरेर सम्पूर्ण जानकारीहरू दिने प्रयास गर्छौँ। तपाईँ ध्यान दिएर सुन्ने र हेर्ने प्रयास गर्नुहोला। त्यति मात्र नभएर यो आधिकारिक र प्रमाणित खोज अनुसन्धानबाट आज हामी कर्कट राशिको विक्रम सम्वत 2082 सालको बारेमा चर्चा गर्छौँ। त्यसै गरी कर्कट राशिले के कस्तो खालको पेसा र व्यवसायहरू गर्दा राम्रो हुनेछ, पेसा र व्यवसायको बारेमा पनि चर्चा र परिचर्चा गर्छौँ। त्यसैले कुन कुन क्षेत्रमा, कुन व्यापारमा राम्रो, कुन नोकरीमा राम्रो, कस्ता खालका कामहरू 82 सालमा कर्कट राशिले गर्न सकिन्छ, त्यो विषयवस्तुको बारेमा पनि चर्चा र परिचर्चा गर्छौँ। त्यसै गरी तपाईँहरूको लागि कुन राशिसँगको सम्बन्ध राम्रो, शुभ रङ, शुभ अङ्क, शुभ दिशा, विविध विषयवस्तुको बारेमा पनि हामी चर्चा र परिचर्चा गर्छौँ। त्यसैले आजको राशिफल विशेष हुनेवाला छ। यद्यपि हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ, सदैव राशिफल सुन्न चाहनुहुन्छ, ज्योतिषीय ज्ञान गुणका कुराहरू प्राप्त गर्न चाहनुहुन्छ भने यो नम्बर रहेको छ, तपाईँले सिधा हामीलाई फोन गर्न सक्नुहुन्छ। 98 478 44 095 98 095 60 557। वाट्सएपमा म्यासेज पठाएर आफ्नो जन्ममितिबाट ग्रहदशा हेराउन सक्नुहुन्छ र यो नम्बरमा तपाईँले फोन गरेर आफ्नो ग्रहदशा हेराउन सक्नुहुन्छ। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नुहोला, नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। यहाँहरूलाई यही अनुरोध गर्न चाहन्छु। अब भने यहाँहरूको माझमा ढिला नगरिकन विक्रम सम्वत 2082 सालमा कर्कट राशिको अवस्था, कुन राशिसँगको सम्बन्ध कस्तो रहेको छ र शुभ रङ कति रहेको छ, शुभ अङ्क, यी विविध विषयवस्तुमा शुभ अशुभको बारेमा पहिला चर्चा गर्छौँ। कर्कट राशिका व्यक्तित्वहरू तपाईँहरूको लागि वृश्चिक राशिको सम्बन्ध शुभ र राम्रो हुने देखिन्छ 82 सालमा। मेष राशिसँगको सम्बन्ध ठिकै छ, वृष राशिसँगको सम्बन्ध ठिकै रहनेछ, सिंह कन्या राशिसँगको सम्बन्ध ठिकै रहनेछ। त्यसै गरी मीन राशिसँगको सम्बन्ध राम्रै रहन सक्ने अवस्था देखिएको छ। नराम्रो राशि भनेको विशेष गरेर तपाईँहरूको लागि कुम्भ राशिसँगको सम्बन्ध राम्रो देखिँदैन। विवाह पनि नगर्नुहोला, प्रेम पनि नगर्नुहोला, पार्टनरमा काम पनि नगर्नुहोला। कुम्भ राशिसँगको सम्बन्ध कर्कट राशिको राम्रो हुँदैन। यो 82 साल मात्र होइन, जीवनभर राम्रो हुँदैन। त्यसैले ख्याल गरेर अगाडि बढ्नुपर्छ। त्यसै गरी धनु राशिसँग पनि राम्रो नराम्रो दुईटै खालको फलहरू मिल्न सक्ने खालको अवस्था देखिएका छन्। शुभ रङ भनेको तपाईँलाई सेतो रङहरू अति राम्रो हुन्छ, कालो रङ अशुभ रहेका छन्। त्यसैले कालो रङ कम मात्रामा प्रयोग गर्नुहोला। बढी से बढी तपाईँले सेतो रङहरूको प्रयोग गर्नुभयो भने शुभ र राम्रो रहन सक्ने अवस्था कर्कट राशि विक्रम सम्वत 2082 सालको बारेमा तपाईँलाई दिइरहेका छौँ। बारको हिसाबले तपाईँलाई सोमबार अति राम्रो हुनेछन्, त्यसरी आइतबारको दिन राम्रो हुनेछन्, मङ्गलबारको दिन राम्रो हुनेछन्, त्यो बिहिबार, शुक्रबार, शनिबार पनि तपाईँको लागि राम्रो नराम्रो देखिन्छ र तपाईँको लागि बुधबार चाहिँ राम्रो देखिँदैन।
त्यसैले बुधबारको दिन बहुत सावधानी रहेर अगाडि बढ्नुपर्ने अवस्था कर्कट राशिको बारेमा हामीले प्रश्न गराइरहेका छौँ। 2 अङ्क तपाईँको लागि लक्की रहन्छ। कहिलेकाहीँ चिट्टाहरू काट्नु पर्यो, शुभ अङ्क रोज्नु पर्यो भने 2 अङ्क रोज्नुहोला। 4 अङ्क तपाईँको लागि अशुभ मानिएका छन्। साउन महिना तपाईँहरूको लागि शुभ मानिएको छ। माघ र फागुन महिना प्राय मध्यम खालको महिनाको रूपमा लिन सकिन्छ। राम्रो दिशा भनेको उत्तर दिशा रहेका हुन्छन्, नराम्रो दिशा भनेको पश्चिम दिशा रहेका छन्। तपाईँले मोती रत्न धारण गर्न सक्नुहुन्छ। कर्कट राशिको व्यक्तित्वहरूले मोती लगाउनुहोला। मोती औँठी रत्न धारण गर्नुभयो भने शुभ र राम्रो हुन्छ भन्ने ज्योतिषी मान्यता रहेको छ। त्यसरी अगाडि बढ्नुहोला। भगवानप्रति विश्वास छ भने लक्ष्मी माताको व्रत बस्नु, लक्ष्मीको कृपा लिनु राम्रो मानिन्छ। शुक्रबारको दिनमा लक्ष्मी माताको व्रतहरू बस्न सक्नुहुन्छ, धेरै राम्रो र शुभ रहनेछ। यो कर्कट राशिको चाहिँ हामीले विक्रम सम्वत 2082 सालमा शुभ अशुभको बारेमा चर्चा र परिचर्चा गऱ्यौँ। अब भने हामी तपाईँको माझमा ग्रहको विश्लेषण गर्छौँ है। त्यसपछि हामी पञ्चाङ्गहरूले लेखेको भविष्यवाणी, त्यसै गरी कुन व्यापार व्यवसायहरू पेसाहरू गर्दा राम्रो त्यो बताउँछौँ र नराम्रो ग्रहहरूको उपचार प्रक्रिया त्यसको उपाय पनि हामी बताउँछौँ। तपाईँ धैर्य रहनुहोला, हामीलाई सुन्ने प्रयास गर्नुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। अब भने यहाँहरूको माझमा हामी कुण्डली विश्लेषण गर्छौँ। यो विक्रम सम्वत 2082 सालमा कर्कट राशिको लागि शनि ग्रह 9औं भावमा रहनुभएको छ। भाग्यस्थानमा शनिको गोचर रहेको छ। बृहस्पति ग्रह 12औं भाव यानि कि द्वादशम भावमा गोचर गरिरहनु भएको छ। केतु ग्रह दोस्रो भाव यानि कि द्वितीय भावमा केतु ग्रहले चाहिँ गोचर गरिराख्नु भएको छ। राहु ग्रह अष्टम भावमा गोचर गरिराख्नु भएको छ। त्यसैले हामीले तपाईँलाई बताउनु पर्ने कुरा के हो भन्दाखेरि जति पनि तपाईँ कर्कट राशि हुनुहुन्छ, यी 4वटा ग्रहहरूले वार्षिक राशिफलमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छन्। विशेष गरेर त आज देवगुरु बृहस्पति ग्रहहरूमध्येको भूगोलको हिसाबले, क्षेत्रफलको हिसाबले ठुलो ग्रहको रूपमा हामीले बृहस्पति ग्रहलाई लिने गर्छौँ। त्यसकारण यो बृहस्पति ग्रहले त्यस्तो खालको योगहरू बनाइरहेको अवस्था देखिएको छ। अब हामीले के बताउनुपर्छ भन्दाखेरि सबभन्दा पहिले हामीले बृहस्पति ग्रहको फलहरू कस्तो रहेको छ त्यो कुराहरू हामीले बताउनुपर्छ। अब यो बृहस्पति ग्रह द्वादशम भाव यानि कि 12औं भावमा गएर बसेको छ कर्कट राशिको लागि। अब 12औं भाव भनेको खर्चको भाव हो, घाटा नोक्सानीको भाव हो। त्यति राम्रो खालको भाव होइन नि त। 12औं भाव भनेको तपाईँको चाहिँ मध्यम खालको भावको रूपमा लिन सकिन्छ। त्यसैले 12औं भावमा गएको बृहस्पतिले तपाईँलाई चाहिँ त्यति धेरै जुन हिसाबले राम्रो फल दिनुपर्ने हो त्यो खालको फल दिन सक्ने अवस्था छैन। तर 12औं भावको बृहस्पति ग्रहले दृष्टिको हिसाबले, उसले हेर्ने भावको हिसाबले केही शुभ फलहरू दिन सक्छ। म के कुरामा राम्रो दिन्छ त्यो बताउँछु है। जस्तै बृहस्पति ग्रह 12औं भावबाट हेर्दाखेरि त्यसले चतुर्थ भावमा आफ्नो दृष्टि दिइरहेको हुन्छ। चतुर्थ भावमा दृष्टि दियो भने बृहस्पति ग्रहले चतुर्थ भावमा दृष्टि दिँदाखेरि तपाईँले घरेसी कार्यहरूमा सफलता प्राप्त गर्न सक्नुहुन्छ। कृषि कार्यमा सफलता प्राप्त गर्न सक्नुहुन्छ। तपाईँको घरमा केही न केही माङ्गलिक कार्यहरू तपाईँले गर्न सक्नुहुन्छ। घर परिवार आफन्त नाता गोता आदि व्यक्तिहरूको भावना, उहाँहरूको सल्लाह सुझाव लिएर तपाईँहरू अगाडि बढ्नुभयो भने सफलता प्राप्त गर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ केही सकारात्मक ऊर्जाहरू अवश्य बृहस्पति ग्रहले दियो। बृहस्पति ग्रह भन्न बित्तिकै 12औं भावमा रहँदा विदेशको योग राम्रो बनाइरहेको छ। तपाईँ पहिले विदेश जानुभएको छ आदरणीय कर्कट राशिको व्यक्तित्वहरू, धेरै राम्रो। त्यसै गरी तपाईँ फेरि विदेश जाने तयारीमा हुनुहुन्छ, राम्रो र शुभ रहनेछ। घरभन्दा बाहिरको लगानी नेपालमा भित्र्याउन सक्ने, बाहिरको तपाईँको चाहिँ कर्मबाट तपाईँले आय आर्जन र अर्थोपार्जन गर्न सक्ने यो सकारात्मक किसिमको ऊर्जाहरू यहाँनिर हामीले प्राप्त गर्न सक्ने खालको अवस्था देखिएको छ। यो कुरालाई हामीले विशेष बुझ्नुपर्ने अवस्था रहेको छ कर्कट राशिका व्यक्तित्वहरू। त्यसैले सवारी साधनको सुख तपाईँलाई मिल्नेछ। गाडी सवारी साधन जोड्न चाहनुहुन्छ त्यो सुखहरू तपाईँलाई मिल्नेछ। भौतिक सुखहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको घरमा विगतमा लामो समयदेखि रोकिएका कामहरू बनाउन सक्नुहुन्छ। ती कार्यहरूमा सफलता प्राप्त गर्न सक्नुहुन्छ। आय आर्जनको पाटोहरू तपाईँको लागि राम्रो हुनेछ र तपाईँको लागि चाहिँ घरभित्रका चाहिँ बाँकी रहेका कामहरूलाई बनाउन सक्नुहुन्छ। विगत लामो समयदेखि रोकिएका कार्यहरूलाई दोहोऱ्याएर प्रयास गर्दा सफलता प्राप्त गर्न सक्नुहुन्छ। यो राम्रो कुरा रहेको छ। त्यसै गरी अर्को 6औं स्थानमा आफ्नै घरमा बृहस्पति ग्रहको दृष्टि गोचर रहँदाखेरि स्वास्थ्यको सन्दर्भमा
आन्तरिक शत्रुहरू बढ्ने सन्दर्भमा अलिकति केही बाधा देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नुहोला। पेटसँग सम्बन्धित समस्याहरू, डाइजेसन पाचन प्रक्रियासँग सम्बन्धितहरू समस्याहरू तपाईँमा आउन सक्छ। गुप्त शत्रु, आफ्नै आफन्तहरू शत्रुहरू तपाईँलाई लाग्न सक्छन्, शत्रु भयहरू हुन सक्छन्। त्यो कुरामा अलिकति सावधानी भएर अगाडि बढ्नुपर्ने कर्कट राशिको व्यक्तित्वहरू यस्तो खालको योगहरू बनिरहेको अवस्था देखिन्छ। अब रह्यो अब अर्को चाहिँ बृहस्पति ग्रहको अष्टम भावमा यसको दृष्टि रहँदाखेरि के हुन्छ भन्दाखेरि तपाईँ तान्त्रिक व्यक्ति हुनुहुन्छ, ज्योतिष व्यक्ति हुनुहुन्छ, विज्ञान आविष्कारको क्षेत्रमा काम गर्नुहुन्छ, कुनै पनि तपाईँको खोज अनुसन्धानमा काम गर्नुहुन्छ, अनुसन्धानमा जागिरी गर्नुहुन्छ भने तपाईँहरूलाई गोप्य कुराहरू प्राप्त गर्न सक्ने, खोज अनुसन्धानमा सफलता प्राप्त गर्न सक्ने सुखद र राम्रो खालको योगहरू बनिरहेको अवस्था देखिएको छ। त्यस्तो खालको योगहरू बनिरहेको छ। त्यसैले यहाँनिर हामीले के कुराहरू विशेष तपाईँलाई जानकारी दिने हो भने जति पनि तपाईँको चाहिँ कर्कट राशिको व्यक्तित्व हुनुहुन्छ, तपाईँको लागि आन्तरिक कुराहरू र गोप्य कुराहरू, खोज अनुसन्धानको कुराहरूमा सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्ने, आँटी ताकीको कामहरू बनाउन सक्ने, त्यसरी अगाडि बढ्न सक्ने खालको योगहरू बनिरहेको छ र त्यसरी तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ, उन्नति र प्रगति गर्न सक्नुहुन्छ र कार्यमा सफलता प्राप्त गर्न सक्नुहुन्छ भन्ने ज्योतिषी मान्यता रहेको छ। त्यसरी तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। अब मैले यहाँनिर जोड्नुपर्ने कुरा के छ भने अब यो बृहस्पति ग्रहलाई राम्रो बनाउनु पर्यो। यसले चाहिँ राम्रो भन्दा नराम्रो फलहरू दिँदो रहेछ। देवगुरु बृहस्पतिलाई राम्रो बनाउनको लागि त गुरुको सम्मान गर्नु पर्यो। तपाईँको बुवाको सम्मान गर्नुहोस्, तपाईँलाई शिक्षा दिने, ज्ञान दिने व्यक्तिको सम्मान दिनुहोस्, आफ्नो घरको कुलहरूको सम्मान गर्नुहोस्, अलिकति धार्मिक हुनुहोस्, आध्यात्मिक हुनुहोस् र कुनै पनि कामहरू गर्दा सोच विचार गरेर काम गर्नुहोस्, विचलन नहुनुहोस्, आफ्नो बौद्धिक क्षमता, आफ्नो सिप, आफूभित्र रहेको ज्ञानहरू प्रयोग गर्नुहोस्, त्यसरी अगाडि बढ्ने हो। बृहस्पति ग्रहले त ज्ञानको प्रतिनिधित्व गर्छ, बृहस्पति ग्रहले बौद्धिकताको ग्रह प्रतिनिधित्व गर्छ। बृहस्पति ग्रह भनेको त्यस्तो खालको ग्रह हो। त्यसैले देवगुरु बृहस्पति तपाईँको चलिरहेको छ। सकारात्मक किसिमको ऊर्जाहरू यसले अवश्य दिन्छ, कार्यमा सफलता प्राप्त गर्न सक्नुहुन्छ भन्ने हाम्रो ज्योतिषी मान्यता, ज्योतिषी दृष्टिकोण रहेको छ। त्यसरी अगाडि बढ्न सक्नुहुन्छ। आदरणीय सम्पूर्ण कर्कट राशिका व्यक्तित्वहरू, अर्को कुरा म तपाईँलाई यहाँनिर के बताउँ भने अब केतु ग्रहले कस्तो खालको फलहरू दिन्छ त्यो कुरा हामीले जान्नुपर्छ। केतु ग्रह धनस्थानमा रहेको छ। धनस्थानको ग्रह केतु ग्रह रहँदा आर्थिक हानि, नोक्सानी र खर्च वृद्धि हुन्छ। वर्षको प्रारम्भमा चाहिँ सुरुवाती क्रममा चाहिँ केही आम्दानीका बाटाहरू आए जस्तो हुन्छ, केही लाभ भए जस्तो हुन्छ। तर वर्षको तपाईँको चाहिँ प्रारम्भ पछाडिको समय भनेपछि जब ज्येष्ठ महिनाबाट तपाईँलाई अलिकति नोक्सानीहरू बेहोर्नु पर्ने, खर्च वृद्धि रहनु पर्ने, अरूलाई दिएको पैसा फस्नु पर्ने, अनावश्यक ठाउँमा लगानी लाग्नु पर्ने, यो केतु ग्रहले तपाईँमा नकारात्मक किसिमको ऊर्जाहरू दिने यस्तो तयारी गरिरहेको छ। त्यसैले यो केतु ग्रहबाट पनि हामी बस्नुपर्ने अवस्था रहेको छ। त्यसैले आर्थिक लेनदेनमा बहुत सावधानी रहनुहोला। तपाईँले हिसाब किताबमा बहुत सावधानी भएर अगाडि बढ्नुहोला। अनावश्यक ठाउँमा लगानी नलगाउनुहोला र विशेष बचत गर्ने प्रयासको साथमा अगाडि बढ्नुभयो भने सफलता प्राप्त गर्न सक्नुहुन्छ भन्ने हाम्रो ज्योतिषी मान्यता, ज्योतिषी सल्लाह सुझाव रहेको छ। त्यसरी तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। आदरणीय सम्पूर्ण कर्कट राशिका व्यक्तित्वहरू, अब मैले तपाईँलाई जोड्नुपर्ने, बताउनुपर्ने, भन्नुपर्ने अरू कुराहरू के रहेको छ तपाईँ ध्यान दिएर हामीलाई सुन्ने प्रयास गर्नुहोस्। हामी सबै कुराहरू बिस्तारै बिस्तारै भनिरहेका छौँ, ख्याल गर्नुहोला। अब यो शनि ग्रह तपाईँको लागि भाग्य स्थानमा गएर बसेको छ। हेर्नुहोस् है, नवम स्थानमा गएर बसेको शनि ग्रहले तपाईँहरूको लागि चाहिँ अब के गर्छ, भाग्य उदयको योगहरू ढिला बनाइदिन्छ। तपाईँ आत्तिनुहुन्छ, छिटो कामहरू गर्न चाहनुहुन्छ, छिटै प्रगति गर्न चाहनुहुन्छ। अब शनि ग्रह भाग्य स्थानमा गएर बस्यो भने उसले ढिला बनाउने भयो। अब शनिको दृष्टिको कुराले हेर्ने भने केही सकारात्मक ऊर्जाहरू छ। शनिको एकादशम भावमा दृष्टि छ, आम्दानी राम्रो हुन्छ। तपाईँ जागिरी नोकरी गरिरहनु भएको कर्कट राशिको व्यक्तित्वहरूले आम्दानी राम्रो गर्न सक्नुहुन्छ। विदेशमा जानुभएको व्यक्तित्वहरूले आम्दानी राम्रो गर्न सक्नुहुन्छ। शनि भनेको विदेशको कारक हो। शनि भनेको नोकरी, शनि भनेको काम। जसले परिश्रम गर्नुहुन्छ, जो मेहनत गर्नुहुन्छ, जो काम गर्नुहुन्छ, त्यस्ता काम गर्ने व्यक्तिहरूको लागि शनिले शुभ र राम्रो फल दिइरहेको हुन्छ, सकारात्मक फलहरू दिन्छ। त्यसैले परिश्रमद्वारा धन कमाउने, नोकरीद्वारा धन कमाउने, व्यापारद्वारा धन कमाउने, विदेशद्वारा धन कमाउने, गरिएको कामलाई बाट सफलता प्राप्त गर्ने, आम्दानीको बाटो राम्रो हुने, ल्याउनु पर्ने रकमहरू प्राप्त गर्न सक्ने, केही उपहारहरू प्राप्त गर्न सक्ने, नसोचेको ठाउँबाट धन लाभ रहन सक्ने, यो राम्रो कुरा शनिले पनि दिइराखेको छ। शनि भनेको न्याय दिने ग्रह हो।
त्यसरी हामीले बुझ्नुपर्ने हुन्छ। अब कुरो रह्यो विशेष गरेर तपाईहरूको लागि शनि ग्रहले तेस्रो भावमा यसको दृष्टि दिइरहेको छ। शनि ग्रहले तेस्रो भावमा दृष्टि रहँदा पराक्रम बढ्नेछ, दाजुभाइ दिदीबहिनीको सहयोगले कामहरू बढ्नेछन्, साथीभाइको सहयोगले कामहरू बढ्नेछन्। शनिको तेस्रो भाव घरमा तपाईँको यसको भावमा चाहिँ दृष्टि भइरहेको छ। त्यसैले तपाईँको एक किसिमको विगतमा लामो समयदेखि रोकिएका कामहरूमा शनि ग्रहले चार्ज गरिदिन्छ, केही ऊर्जाहरू दिन्छ र त्यसरी अगाडि बढ्न सकिन्छ। साथीभाइको सहयोग, आफन्तको सहयोग, दिदीबहिनीको सहयोगहरू लिएर उहाँहरूको सल्लाह सुझाव लिएर अगाडि बढ्नुभयो भने कर्कट राशि सफलता लिन सक्ने सम्भावना रहेको छ। अब मैले के बताउँ भने तपाईँ विक्रम सम्वत 2082 सालमा तपाईँले व्यापार फलामको व्यापार गर्नुहुन्छ, राम्रो सफलता लिन सक्नुहुन्छ र तरल पदार्थसँग सम्बन्धित बिजनेस व्यवसाय गर्नुहुन्छ, राम्रो कृषिको व्यवसाय गर्नुहुन्छ, राम्रो र त्यसै गरी तपाईँहरू वैदेशिक क्षेत्रको कुनै पनि पेसा व्यवसाय गर्नुहुन्छ, त्यो क्षेत्रमा राम्रो अवस्था यहाँनिर देख्न सक्ने खालको अवस्था देखिएको छ। अब विशेष गरेर शत्रुहरू परास्त गर्न सकिन्छ। शनिको दृष्टि 6औं भावमा रहेको हुनाले मुद्दा मामिलामा जित हासिल गर्न सक्नुहुन्छ र तपाईँले चाहिँ नराम्रो सोच्ने शत्रुहरूलाई परास्त गर्न सक्नुहुन्छ। आफ्नो कर्म र कामद्वारा सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्न सक्ने सुखद र राम्रो खालको योगहरू बनिरहेको अवस्था देखिन्छ। त्यसैले यो कुराहरू तपाईँलाई हामीले बताउनु पर्ने अवस्था यहाँनिर देखिएको छ। अब अर्को कुरा के छ भन्नुहुन्छ भने तपाईँ विवाहित हुनुहुन्छ, श्रीमानको माध्यमबाट केही भाग्य उदयको योग बनाउँछ। तपाईँ विवाहित हुनुहुन्छ, श्रीमतीको माध्यमबाट केही भाग्य उदयको योगहरू बनाउँछ। त्यसैले यो कुरामा हामीले सकारात्मक पनि मान्नुपर्ने हुन्छ र त्यस्तो खालको योगहरू हुनेछ। अविवाहित व्यक्तिहरूलाई विवाह बन्धनमा बाँध्नको लागि 2082 साल कर्कट राशिको लागि रहेको छ। तपाईँ विवाहित हुनुहुन्छ भने केही न केही भाग्य र कर्मद्वारा सकारात्मक ऊर्जाहरू प्राप्त गर्न सक्ने खालको योगहरू बनिरहेका छन्। अष्टम स्थानमा राहु छ। राहुले अष्टम स्थानको राहु ग्रहले तपाईँहरूको लागि विशेष चोटपटकको सम्भावना छ। विक्रम सम्वत 2082 सालमा सवारी साधन चढ्दा चलाउँदा कुनै पनि कामहरू गर्दा ख्याल गर्नुहोला। चोटपटकको योग, दुर्घटनाको योग, भय तरासको योग रहेको छ। यो कुरामा हामी सतर्क रहनुपर्छ। छालासँग सम्बन्धित रोगहरू, नसासँग सम्बन्धित समस्याहरू, तपाईँको हातखुट्टा झमझमाउने, युरिक एसिड सम्बन्धी समस्याहरू, तपाईँको खुट्टाहरू पोल्ने झमझमाउने यस्ता खालका समस्याहरू देखिन सक्छन्। कर्कट राशि बहुतै सावधानी भएर अगाडि बढ्नुपर्ने अवस्था यहाँहरूको माझमा रहेको छ। अब यी नराम्रा ग्रहहरूलाई हामीले चाहिँ के गर्नुपर्छ त राम्रो बनाउनको लागि म उपाय तपाईँको माझमा प्रस्तुत गर्छु है त। अब यो राम्रो बनाउनु पर्यो। अब शनि ग्रहलाई राम्रो बनाउनु पर्यो, बृहस्पति ग्रहलाई राम्रो, केतु ग्रहलाई राम्रो बनाउनु पर्यो, अन्यथा त हामीले दुःख पाउने रहेछौँ। हामीले चाहिँ तपाईँको चाहिँ सफलता पाउनलाई धेरै दुःख सङ्घर्ष गर्नुपर्ने रहेछ भन्ने कुरा हामीले प्राप्त गऱ्यौँ। अब मैले यो राहु ग्रहलाई राम्रो बनाउने पहिला उपाय तपाईँको माझमा बताउँछु। कालो भेडो, कालो भेडो कहीँ कतै छ भने कालो भेडोको भुत्ला तपाईँले चाहिँ खोला नदी नालाहरूमा बगाइदिन सक्नुहुन्छ। कालो भेडो को तपाईँको चाहिँ एउटा चाहिन्छ राहु ग्रहको लागि चाहिँ कालो भेडाको भुत्ला भए पनि हुन्छ, त्यस्तो खालको चिजहरू दान गर्नु पर्यो। सकभर आज कालो भेडा किनेर दान गर्ने हो। त्यसै गरी अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने गोमेद मणि, यो ज्योतिषसँग पनि पाउँछ। रत्नकार, तपाईँको रत्नको व्यापार गर्ने व्यक्तिहरूसँग पनि पाउँछ गोमेद मणि। यस्तो खालको चाहिँ गोमेद मणि पाउनुभयो भने त्यो गोमेद मणि पनि तपाईँले चाहिँ दान गर्न सक्नुहुन्छ, लगाउन पनि सक्नुहुन्छ। तपाईँको चाहिँ आफ्नो चिना कुण्डली हेरेर फलाम दान गरिदिनु होला। कुनै पनि दुखी गरिबी असहायलाई फलाम दान गर्न सक्नुहुन्छ, कम्बल दान गर्न सक्नुहुन्छ, सुनको सर्प दान गर्न सक्नुहुन्छ, ती दानहरू गर्ने हो। त्यसै गरी तिलपूर्ण ताम्रपत्रहरू दान गर्ने हो, तेल दान गर्न सक्नुहुन्छ, मास दान गर्न सक्नुहुन्छ, कालो वस्त्रहरू दान गर्न सक्नुहुन्छ, घोडाहरू दान गर्न सक्नुहुन्छ। ती चिजहरू तपाईँले दानहरू गर्न सक्नुहुन्छ। त्यसरी राम्रो हुन्छ। ओम राम राहेवेनमा यो मन्त्रहरू जप गर्न सक्नुहुन्छ। यसले पनि तपाईँलाई राम्रो बनाउनेछ। अब शनि ग्रहलाई राम्रो बनाउनु पर्यो। शनि ग्रहलाई राम्रो बनाउनको लागि निलम भन्ने एउटा पत्थर हुन्छ, औँठी बनाएर लाउन सक्नुहुन्छ। तपाईँले लाउन मिल्ने या नमिल्ने नजिकको ज्योतिषसँग, रत्नकारसँग तपाईँले ग्रह दशा चिना कुण्डली हेराएर अगाडि बढ्नुहोला। कालो कपडा दान गर्न सक्नुहुन्छ, फलाम दान गर्न सक्नुहुन्छ, कालो तिल दान गर्न सक्नुहुन्छ, कालो मास दान गर्न सक्नुहुन्छ, कालो गत दान गर्न सक्नुहुन्छ, तेल दान गर्न सक्नुहुन्छ, सुन दान गर्न सक्नुहुन्छ, काली गाई दान गर्न सक्नुहुन्छ। त्यसरी अगाडि बढ्न सक्नुहुन्छ। धेरै राम्रो र शुभ हुनेछ। त्यसरी सकारात्मक ऊर्जाहरू प्राप्त गर्न सक्नुहुन्छ। शनिको नराम्रो दोषहरूबाट बच्नको लागि, शनिलाई राम्रो बनाउनको लागि त तपाईँले विशेष गरेर कालो गाईको सेवा गर्ने, गाईलाई खानेकुराहरू दिनुभयो भने पनि शुभ र राम्रो हुन्छ। ओम शम शनस्त्राय नमः यो मन्त्रलाई तपाईँले हरेक दिन 108 पटक जप गर्नुभयो भने पनि
शुभ र राम्रो हुन्छ। नीलम भन्ने पत्थर ज्योतिषसँग सल्लाह गरेर तपाईँले धारण गर्नुभयो भने शुभ र राम्रो हुनेछ। र आफ्नो हातको 19 हात लामो कालो धागो नापेर खोलामा नदीमा बगाउनु भयो भने पनि शुभ र राम्रो हुने देखिन्छ। अब त्यसपछि हामी जान्छौँ तपाईँको माझमा। यहाँसम्म तपाईँले कुरा बुझ्नुभयो। अब बृहस्पति ग्रहलाई राम्रो बनाउनु पर्यो। बृहस्पति राम्रो बनाउनको लागि चाहिँ विशेष गरेर घोडा दान गर्ने भन्छ। त्यो पनि भएन भने घोडालाई केही खानेकुराहरू दिन सकिन्छ। घोडालाई चना खुवाउन सकिन्छ। अनि मह दान गर्न सकिन्छ। दुखी गरिब व्यवसाय कुनै पनि व्यक्तिलाई मह दान गर्ने, पहेँलो कपडा दान गर्न सकिन्छ। गुरुहरूलाई किताबहरू दान गर्न सकिन्छ। पहेँलो कपडा दान गर्न सकिन्छ। पहेँलो धान दान गर्न सकिन्छ। नुन दान गर्न सकिन्छ। पुष्पराज दान गर्न सकिन्छ। पहेँलो तपाईँले बेसारहरू दान गर्न सक्नुहुन्छ। नवरत्न दान गर्न सक्नुहुन्छ र गुरुको सम्मान गर्न सक्नुहुन्छ। धार्मिक आचरणमा तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। घरको कुल मान्न सक्नुहुन्छ। ओम ब्रीम बृहस्पति नमः यो मन्त्रलाई जप गर्न सक्नुहुन्छ। धेरै राम्रो हुनेछ। यी कामहरू तपाईँले गर्न सक्नुहुन्छ। धेरै राम्रो र सफलता प्राप्त गर्न सक्ने सम्भावना रहेको छ। आदरणीय सम्पूर्ण तपाईँ कर्कट राशिका व्यक्तित्वहरू, आज हामी तपाईँको माझमा यी उपायहरू बताइरहेका छौँ। यस्ता उपायहरू तपाईँले गर्न सक्नुहुन्छ। अब उपाय आफ्नो ठाउँमा छ। विक्रम सम्वत 2082 सालमा कर्कट राशिले गर्न सक्ने पेसा र व्यवसायहरू के रहेका छन्, म पेसा र व्यवसायको बारेमा यहाँहरूको माझमा जानकारी दिन्छु। तपाईँहरू ध्यान दिएर हामीलाई सुन्ने प्रयास गर्नुहोला, हेर्ने प्रयास गर्नुहोला। तपाईँले गर्ने पेसा व्यवसायमा बताउँछु। पशुपालनसँग सम्बन्धित कामहरू गर्न सक्नुहुन्छ। यी क्षेत्रमा राम्रो हुनेछ। र त्यसै गरी कृषिसँग सम्बन्धित कार्यहरू गर्न सक्नुहुन्छ। यी क्षेत्रमा राम्रो रहेको छ। त्यसै गरी डेरी उद्योगहरू गर्न सक्नुहुन्छ। दही दुधको व्यापार व्यवसाय, घिउ पनिर आदिको व्यापार व्यवसाय, यस्तो क्षेत्रबाट व्यवसाय गर्नुभयो भने राम्रो हुने देखिन्छ। त्यसै गरी तपाईँको लागि अर्को जग्गा जमिनसँग सम्बन्धित कारोबारहरू, कृषि सिँचाइसँग सम्बन्धित यस्ता जागिरी नोकरी, संस्थानको नोकरीहरू गर्न सक्नुहुन्छ। चाँदीका व्यवसायहरू यस्तो गर्न सक्नुहुन्छ। र त्यसै गरी धातुसँग सम्बन्धित व्यवसायहरू पनि गर्न सक्नुहुन्छ। राम्रो हुनेछ। र त्यसै गरी तपाईँको लागि निर्माणसँग सम्बन्धित व्यवसायहरू, होटेलहरू, रेस्टुरेन्टहरू आदि गर्न सक्नुहुन्छ। पर्यटन, ट्राभल्स आदि व्यापार व्यवसाय, गाडी चलाउने यस्ता खालका तपाईँको व्यवसाय पनि गर्न सक्नुहुन्छ। लेखन तथा सम्पादन, प्रकाशन, पत्रकारितासँग सम्बन्धित व्यवसाय गर्न सक्नुहुन्छ। नोकरी, बरफ, चिनी मिलसँग सम्बन्धित व्यवसाय गर्न सक्नुहुन्छ। कागजी मिल भए, त्यसै गरी तपाईँले चाहिँ विशेष गरेर कुनै एजेन्टको कामहरू गर्न सक्नुहुन्छ। यी व्यवसायबाट राम्रो हुन्छ। गीत सङ्गीत, अभिनय, कला आदि क्षेत्रमा यस्ता खालका फिल्महरू खेल्ने, चित्रकलाहरू बनाउने, कविता साहित्यको क्षेत्रमा पनि यस्ता खालका पेसा व्यवसायहरू गर्न सक्नुहुन्छ। तपाईँलाई आफूलाई जे रुचि छ त्यस्तो खालको डक्टर विषय पढ्न सक्नुहुन्छ। मनोविज्ञान डक्टर बन्न सक्नुहुन्छ। हृदय रोगसँग सम्बन्धित, न्युरोलोजी सँग सम्बन्धित तपाईँको डक्टर बन्न सक्नुहुन्छ। आँखाको डक्टर पढ्नुभयो भने राम्रो हुन्छ। यस्तो क्षेत्रमा राम्रो हुनेछ। त्यसै गरी पानी जहाज चलाउने, समुद्रसँग सम्बन्धित जहाजहरू चलाउने र समुद्रहरूमा कामहरू गर्ने त्यस्तो खालको काम गर्न सक्नुहुन्छ। र त्यसै गरी रक्सीको डिलर, तरल पदार्थसँग सम्बन्धित कुनै पनि कामहरू गर्न सक्नुहुन्छ। फ्यान्सीहरू भए अनि कपडा पसलहरू गर्न सक्नुहुन्छ। त्यो पनि राम्रो हुन्छ। र त्यसै गरी तपाईँहरूको लागि प्लास्टिक व्यवसायहरू, फलफुल व्यवसायहरू पनि गर्न सक्नुहुन्छ। यस्ता खालका पेसा व्यवसाय समग्रमा यो कर्कट राशिले गर्ने व्यापार भनेको पानीसँग सम्बन्धित, तरल पदार्थसँग सम्बन्धित व्यवसाय गर्नुभयो भने तपाईँ जति पनि तपाईँको कर्कट राशि हुनुहुन्छ सफलता। त्यसपछि कृषिसँग सम्बन्धित र तपाईँले यस्ता खालका गर्ने, धातुसँग सम्बन्धित यस्ता व्यवसायहरू गर्ने र मनोभावहरू, मान्छेको मन जित्ने खालका मनोभावका व्यवसायहरू गर्नुभयो अनि गीत सङ्गीत साहित्यतिरका यस्ता क्षेत्रमा पनि जानुभयो भने कर्कट राशि राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ। अब हामी तपाईँको माझमा विक्रम सम्वत 2082 सालमा अब यो सूर्य पञ्चाङ्गले लेखेको राशिफल तपाईँको माझमा प्रस्तुत गर्छौँ। वास्तवमा यो पञ्चाङ्गहरूले के लेखेका छन् र यसमा छोटकरीमा राशिफल हुन्छ। हामीले तपाईँमा विस्तृत रूपमा भनिसकेका छौँ। यसमा छोटकरीमा राशिफलहरू लेखेको हुन्छ। जस्तै कर्कट राशिको लागि यस वर्ष सामान्य छ भनेर लेखिएको छ र वर्षको सुरुमा गुरु र केतु राम्रो रहनाले मान सम्मान मिल्ने, आकस्मिक धन लाभ हुने, सुख शान्ति हुने र जेठ महिनाबाट भने धेरै ग्रहहरू अशुभ रहनाले मनमा अशान्ति, विघ्न बाधाहरू, आर्थिक सङ्कट, स्वास्थ्यको समस्या, पेसागत झमेला, विवादहरू आदि समस्याहरू आउन सक्ने देखिन्छ। र पढाइमा पनि राम्रो सफलता लिने, नोकरीमा ठिकै रहन सक्ला भनेर यस्तो खालको यहाँ लेखिएको छ। वैशाख महिनामा सुख समृद्धि, जेठ महिनामा
धन लाभ र सुख प्राप्त। असार महिनामा धन लाभ र पेसा परिवर्तन। साउन महिनामा लामो यात्रा स्थान परिवर्तन। भाद्र महिनामा हानि भए। असोज महिनामा धन लाभ। कार्तिक महिनामा पारिवारिक स्वास्थ्य सम्बन्धी चिन्ता। मङ्सिर महिनामा आर्थिक सङ्कट। पुष महिनामा शत्रुनाश। माघ महिनामा लामो यात्रा खर्च वृद्धि। फागुन महिनामा स्वास्थ्य समस्या। चैतमा मान सम्मानमा आघात तपाईँलाई समस्या आउन सक्ने देखिन्छ। वैशाख जेठ कार्तिक पुष महिनामा राम्रो सफलता लिन सक्नुहुन्छ भनेर यो चाहिँ विशेष गरेर सूर्य पञ्चाङ्गले तपाईँको माझमा राखिएको वार्षिक राशिफलको बारेमा चर्चा र परिचर्चा गरियो। अब यो छोटकरीमा रहेका हुन्छन् राशिफल, त्यसैले हामीले तपाईँलाई विस्तृत रूपमा विश्लेषण गरेर हामी गोचरी हिसाबले बताइरहेका हुन्छौँ। अब अर्को राशिफल हामी तपाईँलाई लिँदैछौँ। विशेष गरेर यो राशिफल रहेको छ हिमाल पञ्चाङ्ग। हिमाल पञ्चाङ्गले लेखेको विक्रमसम्म 2082 सालको राशिफल। कर्कट राशि तपाईँका ग्रहहरू मध्यम छन् भनेको छ र 12औं गुरुले तपाईँलाई खर्च बढ्ने छ, सावधान रहनुहोला। नवम स्थानको शनिले धार्मिक कार्यमा अवरोध हुनेछ। कामहरू ढिला सुस्ती हुने भए, शरीरमा आलस्यता हुने भए, आफन्तमा विवाद धोका हुनेछ, सावधानी रहनुहोला भनेर यहाँ चाहिँ भनिएको छ। र त्यसैले यहाँ चाहिँ तपाईँको त्यति राम्रो छैन, मध्यम छ भनेर यो हिमाल पञ्चाङ्गमा त्यति राम्रो फलहरू बताइएको छैन। अब रहेको छ तोयनाथ पञ्चाङ्ग। अब यो तोयनाथ पञ्चाङ्गले के भविष्यवाणी गर्नुभयो त, अब यहाँको बारेमा पनि हामी चाहिँ तपाईँलाई बताइदिन्छौँ। उहाँले लेख्नु भएको छ, हेर्नुहोस् है, कर्कट राशिको राशिफल यसरी आउँछ, छोटकरीमै लेख्नु भएको छ। कर्कट राशि हुनेहरूको लागि यो वर्ष सुरुवाती क्रममा राम्रो, आम्दानी राम्रो, तर त्यसपछि बृहस्पति शनि केतु तपाईँको लागि चाहिँ राम्रो छैन। यसले गर्दा तपाईँलाई प्रतिकूल हुनसक्छ, सावधानी रहनुहोला। शत्रु बढ्लान् अनि पाप कर्ममा जति मन जाला, मनमा चाहिँ तपाईँको अशान्ति सिर्जना होला। त्यसैले भैरवको पूजा गर्नु, नवदुर्गाको पूजा गर्नु भनिएको छ। विदेश यात्रा राम्रो, कृषिमा राम्रो भन्यो र त्यसै गरी धार्मिक माङ्गलिक कार्यमा केही सहज हुन्छ। आर्थिक हिसाबले चाहिँ वैशाख जेठ असोज पुष माघमा राम्रा छन् भनिएको छ। हेर्नुहोस्, त्यसै गरी जेठ असोज पुष महिना तपाईँको लागि शुभ छ भनेर यहाँ भनिएको छ। र त्यसै गरी अर्को यो मासिक राशिफल राखिएको छ कर्कट राशिको लागि। वैशाख महिनामा कार्यसिद्धि, जेठ महिनामा विजय लाभ, असार महिनामा खर्च वृद्धि, साउन महिनामा शारीरिक पीडा, भाद्र महिनामा तरास, असोज महिनामा श्री प्राप्ति, कार्तिक महिनामा मान सम्मानमा हरास, मङ्सिर महिनामा दीनता, पुष महिनामा शत्रु पराजय, माघ महिनामा यात्रा, फागुन महिनामा कष्ट परिश्रम, चैत महिनामा कान्ति छे भनेर यो कर्कट राशिले तपाईँको माझमा कर्कट राशिको राशिफल विशेष गरेर यो तोयनाथ पञ्चाङ्गले विक्रमसम्म 2082 सालको राशिफल तपाईँको माझमा हामी प्रस्तुत गरिरहेका छौँ। अब यी पञ्चाङ्गहरूले छोटकरीमा राशिफल तपाईँको माझमा बताए, हामीले विश्लेषण गरेर तपाईँलाई पहिल्यै बताइसक्यौँ। जस आधिकारिक राशिफल तपाईँले प्राप्त गरिसक्नु भएको छ। समग्रमा तपाईँहरूलाई त्यति धेरै राम्रो वर्ष होइन। राम्रो बनाउनको लागि तपाईँ निरन्तर रूपमा हामीलाई हेर्नुहोला, हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। उपायसहितको जानकारी फेरि पनि तपाईँको लागि हामी भिडियोहरू तपाईँको माझमा ल्याउनेछौँ। अझै 82 साल राम्रो बनाउनको लागि के गर्ने, तपाईँको केही उपायहरूसहित हामी आउनेछौँ। निरन्तर रूपमा हामीलाई फलो गर्नुहोस्, हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्, नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्नुहोस्, आफ्नो जन्ममितिबाट ग्रह दशा हेराउनुहोस्। यो नम्बर वाट्सएप नम्बर छ, वाट्सएपमा मेसेज गर्नुहोस्, डाइरेक्ट फोन गर्नुहोस्। 9848844095 तपाईँको लागि खुला छ। आजलाई भने तपाईँ सम्पूर्ण दर्शकहरूलाई हामी नयाँ वर्ष विक्रमसम्म 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै क्यामेराबाट रञ्जना देवकोटाको साथमा तपाईँ दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिँदै म ज्योतिषी ठाकुर देवकोटाके चाहन्छु यहाँहरूको विक्रमसम्म 2082 साल भव्य सभ्य र सुखद राम्रो बितोस्। नमस्ते, जय होस्, नमो नमः। फेरि भेटौँला।